हेलो एभ्रिवान, सबैजनालाई ललिताको मिनी ब्लगमा स्वागत छ। तपाईहरुलाई लागिरहेको छ होला ललिता कहाँ जाँदैछ भनेर। यो यात्रा थियो कार्तिक 5 गते जाजरकोटको। वाउ, कस्तो ब्युटिफुल नेचर, आफ्नै बेगमा बगिरहेको नीलो पानी र छेउमा त्यो बगरसँगै माथिका सुन्दर पहाड। साँच्चै यो यात्रा मेरो लागि पहिलो पटक थियो जाजरकोटको। प्रकृतिसँग रमाउँदै गरेको म र यात्रामा गाडीको कारणले चाहिँ एकदमै गाह्रो हुँदा पनि मैले नेचरलाई चाहिँ आफ्नो आँखासँगैको आनन्द चाहिँ लिन भने मैले पिटिक्कै छाडिन। साँच्चै यो ठाउँ सुन्दर थियो। डुब्दै गरेको त्यो घाम, पहाडसँगै पारिपट्टि देखिएका सुन्दर मुसुमुसु हिमाल जस्तै मुस्कान दिए जस्तै लाग्ने ती बादल, अहो साँच्चै सुन्दर रहेछ यो ठाउँ। म त एकदमै एक्साइटेड भएर गएको हो नि त, एकदमै राम्रो लागिरहेको थियो। जाँदै गर्दा बाटोमा चाहिँ एउटा भेरी पुल पर्ने रहेछ। यो भेरी पुलले यहाँको सुन्दरता अझै सुन्दर बनाइदिएको के। वाउ, सो ब्युटिफुल। जब म भेरी पुल नजिक पुग्दै थिएँ, मलाई चाहिँ के लाग्यो भन्दा सायद मेरो पर्सनल गाडी हुन्थ्यो भने म चाहिँ त्यहाँ रोकिएर यति धेरै फोटो भिडियोजहरू कैद गर्थेँ नि। यो बाटोको सुन्दरता यो भेरी पुलले अझै बढाइदिएको। वाउ, एकदमै नेचर भनेको त नेचर नै हुँदो रहेछ हैन। सो यति धेरै नेचरसँग चाहिँ आफूले फिल गर्न सकेको थिएन कि लाइक मलाई गाह्रो हुँदा पनि मैले चाहिँ भिडियो क्लिपहरू लिइरहेको थिएँ आफूलाई देखाउँदै, अनि त्यो नेचरलाई देखाउँदै। अनि पारिपट्टि त्यो घामले अझै सुन्दरता यति धेरै दिएको थियो। साँझतिरको समयमा म चाहिँ जाजरकोट निस्केको थिएँ, अफिस टाइम हाफ टाइममा चाहिँ निस्केको थिएँ। अनि एकदमै के वाउ, तपाईहरुले देख्न पनि सक्नुहुन्छ। अनि मनले मान्दै नमानी तल पुलदेखि माथिबाट चाहिँ बगिरहेको भेरीको पानी नीलो, छेउमा बगर। यसको त म कसरी व्याख्या गरौँ, खै मलाई त व्याख्या शब्दमा चाहिँ पुग्दैन कि यो सुन्दरता। सो हामी चाहिँ अगाडि बढ्यौं। साँझको समय भइसकेको थियो। माथिपट्टि देखिने चाहिँ खलङ्गा बजार हो रे, उहाँहरूले भन्नुभएको। सो हो नै रहेछ। आँखाले जति त्यो नजिक दृश्य देखिन्थ्यो नि, तर त्यहाँ पुग्नुलाई चाहिँ धेरै टाइम लाग्ने रहेछ। बाटोहरू एकदमै टर्निङ त्यो हाइटमा थियो नि त, हामी त तलबाट जाँदै थियो। अनि फाइनली म चाहिँ आरआर होटेलमा पुगेको थिएँ। आरआर होटेलदेखि पारिपट्टि देखिरहेको चाहिँ जाजरकोटदेखि पारि रुकुम पश्चिम रहेछ। सो बिहानको समय चाहिँ मैले आरआर होटेलदेखि यो रुकुम पश्चिमको चौरझारीको दृश्य चाहिँ देखाइरहेको छु। तल बगिरहेको भेरी नदी छ। धेरै धेरै धन्यवाद यो भिडियोलाई अन्तिमसम्म हेर्नु भएकोमा। लभ यु सो मच गाइज।